मैले नेपाल छोडेको आज ठ्याक्क गन्दाखेरि 11 वर्ष भइसकेछ। भ्रष्टाचारले थलिएको व्यवस्था, राजनीतिक दलको भाँडो-भैलो र आफ्नै मेहनतको कदर नहुने देश मेरो। म मात्रै होइन, म जस्तो लाखौँ नेपालीहरू खाडी, अमेरिका या त अस्ट्रेलिया अथवा युरोपियन देशहरूमा थुप्रै हुनुहुन्छ। तर आज पहिलोपटक मेरो मनमा एउटा गम्भीर प्रश्न आएको छ र त्यो प्रश्न हो, के म नेपाल फर्किन सक्छु? नेपालको बदलिँदो परिस्थिति र बालन प्रधानमन्त्री भइसकेपछि के अब आउने 2-4 वर्ष अथवा 5 वर्षमा हामी जस्तो नेपालीहरू जुन चाहिँ आफ्नै देश फर्केर के हामीले हाम्रो चाहिँ बाँकी रहेको जिन्दगी नेपालमा गएर काट्न सक्ने परिस्थिति बन्ला त? के साँच्चीकै त्यस्तो दिन आउला? नमस्ते साथीहरू, मेरो नाम पुरुषोत्तम हो। विगत 11 वर्षदेखि हाल म अस्ट्रेलिया बस्दै आएको छु। प्रायःजसो मैले मेरो च्यानलमा फाइनान्स सम्बन्धी भिडियोहरू बनाउने गर्दछु, तर आज चाहिँ यो भिडियो अलिकति फरक हुन जान्छ, किनकि यो भिडियो चाहिँ मैले स्पेसली अहिले नेपालको बदलिँदो राजनीतिक परिस्थिति र बालन सरकारले गरेका केही राम्रा ठोस जुन चाहिँ आशाका किरणहरू अहिले हामीले देख्न सकिन्छ, त्यसको बारेमा हल्का एउटा सानो भिडियो बनाउने प्रयत्न गरेको छु। र म जस्ता हजारौँ अथवा लाखौँ नेपालबाट बाहिर रहनुभएका नेपालीहरूको लागि चाहिँ यो एउटा आवाज अथवा एउटा आशाको किरण बन्न सक्छ। र भिडियोलाई मन पर्यो भने चाहिँ लास्टसम्म हेरिदिनु होला। एउटा गम्भीर प्रश्न, हामी जस्तो युवाहरू आखिर देश छोडेर किन बाहिर आयौँ त? दिनको 15-16 घन्टा इलेक्ट्रिसिटी नहुने, कुनै सरकारी काम कार्यहरू गर्नु पर्यो भने चाहिँ हप्तौँ महिनौँ धाउन पर्ने, आफ्नो ठाउँमा चाहिँ मान्छे अलिकति पहुँचमा छ, सरकारी पहुँचमा छ भने चाहिँ काम फ्याट्टै हुने, नत्र भने चाहिँ झोलिराख्नु पर्ने र घुस खुवाउनु पर्ने, र कुनै पनि काम तपाईँको निष्पक्ष पारदर्शिता रूपले नहुने। त्यो कारणले गर्दा मान्छेहरू दिक्क वाक्क प्याक्क भएर देश छोड्न बाध्य भएका हुन्। यो कुरा चाहिँ हामी सबैलाई थाहा छ। सरकार करप्टेड थियो, कुनै पनि चिज चाहिँ पारदर्शिता थिएन। नयाँ आउने जेनेरेसनले बेटर अपर्च्युनिटीको लागि बेटर कन्ट्रीमा जानु भनेको त्यो स्वाभाविक हो। र भदौ 2082मा जे भयो, जुन आन्दोलनले जे परिवर्तन ल्यायो, त्यो परिवर्तनको फलस्वरूप नयाँ पुस्ताले चाहिँ सरकारको बागडोर सम्हालेको छ। फेरि त्यही पुरानो दिनहरू त अब रिपिट नहोलान् भन्ने एउटा आशा पलाएको छ। र अहिले बनेको नयाँ सरकारबाट चाहिँ जनताले केही आश गर्ने रिजन छ, कुनै आश गर्ने कारण बनेको छ, किनकि सरकारले राम्रा केही कुराहरूको इनिसिएटिभ लिएको छ। र नेपाल फर्किने कारण नम्बर 2 रहेको छ, जब अस्ट्रेलियामा सरकार बन्छ, नयाँ सरकार बन्छ, मैले आफूले अब्जर्भ गरेको कुरा, त्यो सरकारले पहिलो दिनदेखि काम स्टार्ट गर्छ, काम सुरु गर्छ। गर्दैछौँ, यसको बारेमा प्लानिङ हुँदैछ, बिस्तारै गर्छौँ भन्ने कुरा हुँदैन। डे 1 देखि नै त्यो सेड्युल अनुसार काम हुन्छ। र बालन सरकारले पनि ठिक त्यही गर्यो। गृहमन्त्रीले गरेका डिसिजनहरू, बालन सरकारले गरेका डिसिजनहरूले पनि त्यही कुरालाई इङ्गित गर्दछ। र सबैभन्दा राम्रो पक्ष यो सरकारले गरेको निर्णयमा सरकारी कर्मचारीहरूको लागि केपिआई सिस्टम लागू हुने भएको छ। कर्मचारीहरूले पहिला जस्तो कार्यालयमा टाइममा नआउने, टाइममा आइसके पनि विभिन्न बहाना बनाएर चाहिँ काम नगर्ने, राम्रोसँग एफिसियन्ट भएर आफ्नो 100% टाइम 9 to 5 जुन चाहिँ तोकिएको टाइम हो कार्यालयमा, त्यो कार्यालय अवधिमा आफ्नो चाहिँ प्रेजेन्स चाहिँ अफिसमा नदिने, चिया ब्रेक लिने, मोबाइल चलाउने, फेसबुक चलाउने, आफ्नो प्राइभेट फोन कन्भर्सेसनहरू गर्ने, अब चाहिँ त्यो हुनेवाला छैन। र तेस्रो कारण हो, हरेक चिज अब अनलाइन हुँदैछ। पहिला जस्तो राजधानीको लागि, पासपोर्टको लागि अथवा लाइसेन्सको लागि तपाईँलाई हप्तौँ अथवा महिनौँ कुर्नुपर्ने अवस्था अब बन्ने छैन, किनकि हरेक चिज डिजिटलाइज हुँदैछ। तपाईँ घरै बसी अनलाइन बसेर तपाईँले चाहिँ राजधानी, तपाईँको पासपोर्ट रिन्यू गर्न सक्नुहुन्छ, पासपोर्ट अप्लाई गर्न सक्नुहुन्छ, सिटिजनसिप अप्लाई गर्न सक्नुहुन्छ, र तपाईँलाई डिजिटल लाइसेन्स पनि अप्लाई गर्न सक्नुहुन्छ घरै बसी। जुन चाहिँ विदेशमा, अस्ट्रेलियामा यहाँको सन्दर्भमा कुरा गर्ने हो भने ठ्याक्कै त्यही हुन्छ। तपाईँले कुनै पनि सरकारी कामको लागि सरकारी कार्यालय गरेर लाइन लागेर, अनि त्यसपछि विभिन्न फाँटहरूमा गएर ल मेरो काम गरिदिनुहोस् न भन्दै पछि लागेर त्यस्तो केही पनि गर्नु पर्दैन। हरेक चिज अनलाइन हुन्छ। घरबाटै बसी तपाईँले सरकारले दिएका सेवा सुविधाहरू तपाईँले चाहिँ त्यसको राजस्व तिरेर, तपाईँ सेवाग्राही भएपछि तपाईँले राजस्व तिरेपछि त्यो सरकारले दिनुपर्ने एउटा चाहिँ त्यो कर्तव्य हो, त्यो सेवा। र त्यो सेवा पाउनको लागि तपाईँले चाहिँ लाइनमा लागेर अब हरेक चिज अनलाइन हुने भएको छ। त्यो एकदम राम्रो पक्ष हो। र चौथो पक्ष, नेपालमा पहिला पनि यस्ता कामहरू नभएका होइनन्। त्यो भन्नु र व्यवहारमा उतार्नु चाहिँ फरक छ। र यसपालि यो सरकारले चाहिँ आफूले जति पनि प्रतिबद्धता जनाएको छ, त्यो प्रतिबद्धता अनुसार चाहिँ काम चाहिँ समयमै स्टार्ट गरेको देखिन्छ र पारदर्शिता देखिन्छ। र आफू सरकार आफै पनि जवाबदेही बनेको छ, र जनताले सरकारलाई चाहिँ सिधै प्रश्न गर्न सक्ने वातावरण बनेको छ पहिलोचोटि। पाँचौँ, जुन चाहिँ एकदमै इम्पोर्टेन्ट छ, हामी जस्तो विदेशमा बसेको नेपालीहरूलाई, विदेशमा रहेर पनि नेपाली डायस्पोरा जति पनि विदेशमा हुनुहुन्छ, उहाँहरू विदेशमा जानु चाहिँ एउटा चाहिँ हिजोको सरकारको एउटा कारणले या त आफ्नो बाध्यताले नेपाल छोडेर जानुभयो। तर जति पनि बाहिर हुनुहुन्छ, इफ दे वान्ट टु इन्भेस्ट इन नेपाल, दे क्यान इन्भेस्ट फ्रिली। अहिले त नेपालमा लगानी गर्ने त्यस्तो वातावरण केही पनि छैन। अलिअलि लगायो भने त्यही पैसा पनि डुब्ला कि भन्ने डर छ। तर अब त्यो चाहिँ खत्तम हुँदैछ। अब चाहिँ नेपालमा फर्केर
आफ्नो व्यवसाय गर्छु, विदेशमा सिकेका सिपहरू नेपालमा आएर मेरो आउँदो जेनेरेसनहरूलाई सिकाउँछु, आफ्नो परिवारसँगै बसेर व्यवसाय गर्छु भन्नेलाई यो एकदमै राम्रो अवसर बनेको छ र यो सबै भन्दै गर्दा म एकदम इमान्दारितापूर्वक भन्नुपर्छ, अहिले नै नेपाल सबै विदेशै छोडेर नेपाल फर्किहाल्नुपर्ने स्थिति केही पनि भएको छैन। यी 2-4 वटा कुराहरू जुन छन् अहिले नयाँ सरकारले गरेका इनिसियल फेजका कामहरू हुन्, जुनबाट चाहिँ एउटा आशाको एउटा किरण पलाएको छ कि अब चाहिँ के हुन्छ कि यत्रो वर्षपछि नेपालमा फाइनल्ली युवा पुस्ताले सरकारको बागडोर सम्हालेको छ। अब पहिलाको जस्तो नहोला, जे होस् पारदर्शिता होला, कामहरू छिटो होलान्, कुनै पनि कुराको लाइसेन्स लिनु पर्यो भने चाहिँ त्यसलाई चाहिँ महिनौँ वर्षौँ कुर्न नपर्ला, छिटो होला, ट्रान्सपेरेन्ट होला, सबैले चाहेको यही हो। र यहाँनिर सबैभन्दा इम्पोर्टेन्ट र बुझ्नुपर्ने कुरा के छ भने बालेनले प्रधानमन्त्री भए भन्दैमा देश आजको भोलि टोटल्ली चेन्ज हुने होइन। यसको लागि हामी जस्तो जनताको सपोर्ट बालेनलाई एकदमै आवश्यकता छ। वर्षौँदेखिको करप्टेड ब्युरोक्रेसीलाई बालेनले रातभरिमा 1 दिनमा 2 दिनमा फाल्न सक्दैनन्। यसको लागि टाइम लाग्छ। यसको लागि बालेनलाई हामी जस्तो शिक्षित जनताको एकदमै आवश्यक छ र जनताले साथ दिए भने भोलि त्यो दिन आउन धेरै टाढा छैन, जुन दिन नेपालमा करप्सन एकदमै कम हुन्छ, न्यून करप्सन हुन्छ, सरकार पारदर्शी हुन्छ र ओभरअल आर्थिक प्रगतिको बाटोमा नेपाल अगाडि बढ्दछ। यति भन्दै म नयाँ बनेको बालेन सरकारलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र आशा गरौँ आउने दिनहरूमा नयाँ सरकारले जसरी सरकारमा गएको 2-4 दिनमै जस्ता राम्रा कामहरू प्रदर्शन गरेर एउटा आश देखाएको छ, कन्टिन्युज रहोस्। भरोसा र साथ सरकारलाई रहिरहनेछ। थ्याङ्क यू सो मच। धन्यवाद। नमस्ते।